चिसो चिसो मौसममा तातो तातो खानेकुरा खानुको मजा नै बेग्लै हुन्छ। नमस्कार, स्वागत छ सबैजनालाई मेरो किचनमा। आज मेरो किचनमा सोयाबिनको मोमो बन्दैछ। यदि हजुरहरूलाई यो रेसिपी मन पर्यो भने भिडियोलाई लाइक गर्नुका साथै मेरो च्यानललाई सब्स्क्राइब गर्न पनि नबिर्सिनुहोला। यो सोयाबिनको मोमो बनाउनको लागि चाहिँ मैले यहाँ 1 कप सोयाबिनलाई राम्रोसँग वाश गरेर डुब्ने गरी पानी राखेर छोपेर 1 घण्टालाई फुल्नलाई राखिदिएँ। यता यो सोयाबिन फुलुन्जेल मैले चाहिँ यहाँ मोमोको अचार बनाउन लागेको छु। हुन त यो मोमोको अचार मैले 2 थरी अचारको भिडियो पहिले नै अपलोड गरिसकेको छु। त्यसको लिंक म डिस्क्रिप्सन बक्समा राखिदिन्छु। यदि हजुरलाई इच्छा लाग्छ भने त्यहाँ गएर हजुरले हेर्न सक्नुहुन्छ। र अब यो मोमोको अचार पनि मेरो रेडी भइसक्यो। त्यसपछि अब मोमोको लागि पिठो तयार गर्ने। मैले यहाँ 2 कप मैदा लिएँ। यसलाई राम्रोसँग चाल्ने र यसमा अलिकति नुन पनि राखिदिने र अब यो नुनलाई राम्रोसँग मिक्स गरेर थोरै थोरै पानी राखेर धेरै सारो पनि होइन धेरै गिलो पनि होइन ठिक्कको डो बनाउने र अब यसलाई कभर गरेर 1 घण्टा जति यसलाई पनि रेस्ट गर्नलाई राखिदिने। अब यता सोयाबिन पनि फुलेर रेडी भइसकेको छ। अब यो सोयाबिनको पानी सबै जति निकाल्न सकिन्छ निचारेर निकाल्ने। अब यो सोयाबिनको सबै पानी निकालेर मैले लिइसकेँ। यसको किमा बनाउनु पर्छ। चक्कुले मसिनो गरी काट्न सजिलो लाग्छ भने काट्दा पनि हुन्छ, नभए यसलाई मिक्सीमा अलिक खस्रो खस्रो गरेर यसको किमा बनाउँदा हुन्छ। मैले चाहिँ यसलाई फुड प्रोसेसरमा यसको किमा बनाएँ। अब यसलाई अलिक ठुलो भाँडामा ट्रान्सफर गर्ने। मैले 2टा जति मिडियम साइजको प्याजलाई मसिनो काटेर लिएको छु। यो प्याज यसमै राखिदिने। मैले सेम कचौराले 1 कचौरा भन्दा अलिकति कम बन्दा पनि मसिनो गरी काटेर लिएको छु। यो पनि यसैमा राखिदिने। त्यसै गरी यही कचौराको नापले 1 कचौरा स्प्रिङ अनियन हरियो प्याजको साग पनि यसमा राखिदिने र हरियो धनियाँ पनि यसमा काटेर राखिदिने। मैले ठुलो चम्चाको 1 चम्चा अदुवा कोरेर लिएको छु। यो पनि यसैमा राखिदिने। अनि नुन राख्ने आफ्नो टेस्ट अनुसार। मरिच पाउडर 1 चम्चा लिने र अलिकति अजिनोमोटो पनि राख्ने। अब यो सबैलाई मजाले मिक्स गरेर अब यो हाम्रो मोमोको फिलिङ्स रेडी भयो। त्यसपछि मोमो पकाउने भाँडालाई ग्रिस गरेर रेडी पार्ने। अब यता पिठो पनि रेडी भइसकेको छ। यो पिठोबाट मैले यसरी सानो सानो गोलीहरू बनाएर लिएँ। अब आफूलाई जस्तो सजिलो लाग्छ, यस्तो सानो बेल्न सजिलो लाग्छ भने सानो सानो गोली बनाएर बेल्ने, नभए ठुलो एउटा रोटी बनाएर त्यसलाई गोलो कचौरा या गिलासले काटेर रोटी बनाएर लिँदा पनि हुन्छ। यसलाई सुक्खा पिठोमा चोपेर यसरी बेलेर धेरै पातलो पनि होइन ठिक्क ठिक्कको बेलेर लिने। मैले यो सबै रोटीहरू बेलेर लिइसकेँ। अब यो फिलिङ्सलाई यसको बिचमा राख्ने र अब मोमो त आफूलाई जुन डिजाइनको बनाउन मन लाग्छ, जस्तो बनाउन आउँछ त्यही हिसाबले बनाउँदा भइहाल्छ। र पनि मैले बनाएको जस्तो डिजाइनको म बनाएर हजुरहरूलाई देखाउँछु। मैले चाहिँ यस्तो डिजाइनको बनाएको छु। यो मेरो एक डिजाइन तयार भयो। अर्को चाहिँ मैले अर्को स्टाइलले बनाएको छु। धेरै थरी त मैले बनाएको छैन, यति नै छ। अब यो चाहिँ मैले गोलो खालको बनाएँ। अब हजुरहरूलाई आफूलाई जस्तो किसिमको बनाउन आउँछ त्यही किसिमको बनाएर खाँदा भइहाल्छ। मैले एउटा फेरि यस्तो लाम्चो किसिमको बनाएर देखाउँछु हजुरहरूलाई। यो मलाई सजिलो लाग्छ बनाउनलाई, देख्दा पनि राम्रो पनि देखिन्छ। त्यस हुनाले म चाहिँ धेरै जसो यस्तै लाम्चो खालको नै बनाउँछु। अब यसलाई यसरी मजाले यसलाई प्याक गरिदिने। ल हेर्नुहोस् त कति मजाले सजिलो छ। यसरी बनाउन पनि धेरै गाह्रो छैन। ल अर्को पनि मेरो रेडी भयो। यो सबै मोमोहरू मैले बनाइसकेँ। अब म यसलाई पकाउने प्रोसेसतिर लाग्छु। यहाँ मैले पानी बोइल गरिराखेको छु। अब यो मोमोलाई मैले यसमा राखिदिएँ। अब 12 देखि 15 मिनट यसलाई पाक्नलाई छोडिदिनुपर्छ। र अब यो मोमो मैले 3टा भाँडा भरि बनाइसकेँ र मेरो यति मोमो बच्यो पनि। यो मोमो बच्यो, अब के गर्ने, फेरि पकाएर राख्दा पनि त्यति मिठो हुँदैन। त्यस भएर मैले यसलाई फ्रोजन गर्ने विचार गरेँ। र अब यो मेरो प्लेट चाहिँ अलिक ठुलो छ, फ्रिजरमा अट्दैन। त्यस भएर मैले यसलाई सानो भाँडामा ट्रान्सफर गरेँ। अब यो मोमोहरूलाई मैले 2 देखि 3 घण्टा फ्रिजरमा राखिदिन्छु। अब यता मोमो पनि पाकेर रेडी भयो सर्भ गर्नको लागि र मैले तातो तातो मोमो सर्भ पनि गरेँ। यो सर्भ गरेर मात्रै कहाँ हुन्थ्यो, नखाइ त मनले मान्दै मानेन। अब यसको टेस्ट पनि गर्नु पर्यो। अब यो खाँदा त वाह के भन्नु, अब यसको स्वाद त मैले हजुरहरूलाई कसरी भन्नु होइन, एकदमै मिठो भयो। हजुरहरू पनि एकचोटि यो बनाएर खाएर मिठो लाग्यो भने चाहिँ लाइक कमेन्ट अवश्य गरिदिनु होला।
अब यो फ्रिजरमा राखेको मोमो पनि 2 घण्टा भइसकेको छ। मैले यसलाई निकालेर ल्याएँ। यो मोमो यसरी टक्क सेट भएको छ। यसलाई चट्ट निकाल्ने। ल हेर्नुस् त यो कस्तो मज्जाले सेट भएको छ र अब यसलाई जिपलकमा प्याक गरिदिने। जिपलकमा जति अट्छ त्यति राखेर मजाले प्याक गर्ने र यसलाई फ्रिजरमै राखिदिने। जहिले अब हामीलाई खान इच्छा लाग्छ चट्टसित अचार बनाउने, टक्कसित यो मोमोलाई स्टिम गर्ने अनि फेरि तातो मोमो खाने। मैले चाहिँ बढी भएको मोमोलाई सधैँ यसरी नै फ्रिजरमा राख्ने गरेको छु प्रिजर्भ गरेर। हजुरहरूलाई यो टिप्स कस्तो लाग्यो र मोमो पनि कस्तो लाग्यो? यतिन्जेल धैर्यताका साथ भिडियो हेरिदिनु भएकोमा हजुरहरू सबैजनालाई धेरै धेरै धन्यवाद। हस् त आजलाई यति नै।